मेरो म्युजिक त फेरि क्रान्तिकारी गीतबाट सुरु भएको नि त। प्रोग्रेसिभ सङ्ग्स प्रोग्रेसिभ सङ मेरो त्यहाँबाट सुरु भएको। पहिला समुदाय पनि त प्रोग्रेसिभ गीत गाउनुहुन्थ्यो नि त। म प्रगतिशील, म अहिले पनि एक किसिमले आई हेभ ग्राटिट्युड टुवर्ड्स द प्रोग्रेसिभ सङलाई जस प्लेटफर्म मलाई दिनुभयो, उहाँहरूप्रति म कृतज्ञता पनि छु। के अरे मैले क्रान्तिकारी गीत गाउँदा आई फेल्ट गुड, रमाइलो हुन्थ्यो। जनताको गीतहरू होइन, जनताको आफ्नो रियल स्टोरीहरू गाउँदाखेरि मलाई, म सानो बच्चा भए पनि इट युज टु टच माई हार्ट। अनि त्यसैले होला सायद मलाई इट गेभ मी सो मच करेज टु गो एन्ड सिङ। स्कुल भागेर हुन्छ, कोहीसँग नडरेर, फियर भन्ने कुरा मलाई कहिले पनि क्यारी गरिनँ। What was happening that time in Nepal? लाइक त्यो बेलामा त पञ्चायती व्यवस्था थियो होइन। तर अब म चाहिँ कलाकार, म चाहिँ कहाँबाट अब क्रान्तिकारीमा छिरेँ गाउनलाई होइन। अनि समुदायले नै लानुभयो, समुदाय र निशान्त दाइले नै। अनि त्यो बेलामा हामीले लुकेर गीत गाउनु पर्थ्यो, यसरी खुल्ला गीत गाउन पाइँदैन थियो होइन। जस्तै फर इक्जाम्पल, म अब गार्डहरू हुन्थ्यो हाम्रो, हामीलाई जोगाउनुको लागि पुलिसहरूको आउँछ कि आउँदैन भनेर परबाट हेरेर बसिराख्ने। गीत गाउँदैछ होइन, गीत गाउँदैछ घाम पुलिस बुर्र, पुलिस आयो भने सबजना भाग्ने होइन। अनि म त एक्लै भएको थिएँ, गिटार लिएर गीत गाएर सबै भाग्यो होइन। म सानै छु, 5 क्लास पढ्ने मान्छे होइन। लुकेर गाउनु पर्थ्यो, कहिले सबै झ्याल ढोका बन्द गरेर पसिना भइराखेको हुन्थ्यो विद्यार्थीहरू। र पनि म सानो बच्चा टेबलमाथि चढेर गीत गाउँथेँ। प्रोग्रेसिभ गीतहरूलाई चाहिँ त्यति बेला अब ऊ थियो नि त, ब्यान्ड थियो नि त, यस्तो क्रान्तिकारी गीतहरू गाउनु पाइँदैन थियो नि त।